आज चाहिँ टिकाको दोस्रो दिन हामीहरू धरानको सम सांस्कृतिक पार्क हेर्न गएको थियौँ र जहाँ चाहिँ एकदमै अत्याधिक भिडभाड रहेको थियो र यस्तो पनि यो खोलाको बगलमा यस्तो विकास हुँदो रहेछ आज प्रत्यक्ष अवलोकन गर्न पाइयो। एकदमै खुसी पनि लाग्यो र धेरै टाढा टाढाबाट मानिसहरू उपस्थित पनि हुनुभएको रहेछ, जसले गर्दा चाहिँ धरानको विकासमा पनि थप टेवा पुग्ने देखियो। हर्क साम्पाङ सरलाई चाहिँ एकदमै म धेरै धन्यवाद दिन चाहन्छु। मिलेर गऱ्यौँ भने विकास गर्नलाई त्यति धेरै गाह्रो पर्ला जस्तो लागेन। एकदमै राम्रो पनि रहेछ र यति भिड थियो र साथै बाटो चाहिँ अलिकति साँघुरो भएको कारणले गर्दाखेरि केही समय जाममा पनि परियो र त्यो जाम पनि त्यो माथि हेरेको मनमोहक दृश्यले चाहिँ त्यो भुलाउन सक्ने थियो र एकदमै राम्रो छ। र सम्पूर्ण साथीहरू सबैजना हुनुहुन्छ, नजानु भएको घुम्नु पनि होला। र म के भन्न चाहन्छु भने चाहियो भने चाहिँ विकास चाहिँ गर्न सकिने रहेछ जस्तो लाग्यो। एउटा खोलाको बगरलाई पनि यति मजाले सजावट गरेर यति राम्रो बनाइदिनु भएको रहेछ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु र नघुम्नु भएको साथीहरूलाई पनि यही भिडियोबाट सेयर पनि गरिदिनु हुन अनुरोध गर्छु। हस्त।